दिगोस् भनेर हो के खाउँ खाउँ मन लागेको छ खाएला खान्छौँला ल ल खाउँ गान्छी खाउँ आएको छौँ साथीहरू यो कालो कालो देखेको चाहिँ के भन्नु होला भने यो चाहिँ ल्याङबेन हो है यो चाहिँ रुखहरूमा पाइन्छ सो मैले चाहिँ धरानबाट मगाएको थिएँ भन्दा नि मेरो साथीले ल्याइदिनु भएको थियो अनि हामी चाहिँ मोलबार बनाउनु लगाएको यो मसलाहरू छ अनि मासु अनि हामी चाहिँ यहाँ बनाउनु लगाएको छौँ साथीहरू त्यही त तेर भएन म चाहिँ अर्कै टाइप बस्छु अहिले हाम्रो बहिनीले चाहिँ यहाँ सब्जी बनाउँदै थिइन् यति राम्रो थिइन् बनाउनेखेरि गाइजहरू मेरो बहिनी पनि हेरिदिनु होला खाऊ भन्दै बनाउँदै थिइन् एकछिनमा हेर्नु होला अलिकति नराम्रो देख्छ कि भरे राम्रो देख्छ एकछिनमा हेर्नु होला है त ल हाम्रो ससेस पनि रेडी भइसक्यो अब चाहिँ हामी बोइल गर्छौँ यसलाई गाई चाहिँ हामी आज सेरिगम्बा खानु लागेको छौँ यस्तो स्टकसँगले बनाएर हाम्रो बहिनी यहाँ काट्दै छिन् काटा काटा खान्छी हालिहाल्छु खतरा कति खाएर खान्छन् सबै खानुपर्छ सबै त सक्दैन होला साथीहरू यो चाहिँ पोर्क ससेस हो है के भन्छ यो चाहिँ राई लिम्बूहरूको ट्रेडिसनल फुड हो सेरिगम्बा भन्छ यसलाई चाहिँ यस्तो भइसकेको छ यो हामी अघि बनाउँदै थियौँ पुरै अब अहिले चाहिँ यस्तो भइसकेको छ यो दिदी बहिनीले यति पनि खाइसक्यो भने कान्छी अनि भात के खानु होइन यो खाएपछि त कान्छी यहाँ राख है दिगोस् भनेर हो के खाउँ खाउँ मन लागोस् मान्छेलाई भनेर है वास्तवमा लु त यो चाहिँ साथीहरू पोर्क भुटान हो है फेरि हामी चाहिँ के भन्छौँ सुँगुरको आन्द्रा भन्छौँ तर खास चाहिँ अनि पोर्क भुटान भनेपछि सबैले चिन्नुहुन्छ अनि यो चाहिँ मेरो बहिनीले खाएको छुइनँ धेरै बनाना भन्थे त्यही भएर यहाँ यसलाई खुवाएरै पठाइदिनु पर्यो भनेर काट्नु लाउँदैछु साथीहरू आन्द्रा यस्तो राम्री मान्छेले चाहिँ काट्दैछन् यस्तो रमाइलो छ नि हाम्रो बहिनी चाहिँ बोसो बोसो रहेछ अरू खाना यो चाहिँ के त खान्छ यो वाट इज दिस यो चाहिँ ल यो त यहाँ रहेछ नि यो लाँदा त यहाँ रहेछ यो त खास त ओरिजिनल छ त्यो हिजो मैले धुँदाखेरि कसरी दिएको थिएँ फेरि बिलिन्छ क्या फेरि बिलिहाल्छ अनि फेरि सानो भइहाल्छ क्या यो त बुझिरहेछ कि त्यही आन्द्रा खाएर आन्द्रा हेर्दा एकदम साथीहरू हाम्रो चाहिँ यो चाहिँ पोर्क भुटान अनि यो सेरिगम्बा यसरी रेडी भइसकेको साथीहरू अन्त यो चाहिँ अचार हो यो चाहिँ अलिक पिरो छैन यो चाहिँ मेरो बहिनीको लागि अनि त्यसपछि सँगसँगै तोङ्बा पनि किनभने राईको छोरीहरू पऱ्यो नि त हजुरहरू त्यही भएर अलिअलि त खानु परिहाल्यो हो कि नै भन कान्छी पर्यो अनि बिल्कुल पऱ्यो सो हाम्रो त रेडी भइसकेको छ यसरी हजुरहरूलाई पनि यसरी नै खानु मन लाग्छ भने चाहिँ प्लिज हामीलाई कन्ट्याक्ट गर्नु होला हामी दिन पनि तयार छौँ ल ल खाउँ गान्छी खाउँ अब हामी चाहिँ साथीहरू खाँदैछौँ दिदीबहिनी पुरा टक्क बसेर गाइस खायौँला खान्छौँला डोकमा गाउँछ खाउँछस् तोङ्बा मिठो राईले लिम्बुनी भएपछि त्यतिको चाहिँ हुनु पऱ्यो क्या हो क्या कान्छी भन्दा अब सेरिगम्बा कान्छी खाऊ सेरिगम्बा मिठो छ नि कान्छी